ओ फाइनली आइपुग्यो। गाइस रेडी टु गो। अझै माथि नै चढ्नुहोस् ल। हजुर हाम्रो त हाम्रो पर्ने। यो चाहिँ के को उयो चाहिँ सेफ्टी सेफ्टी हुन त के हुँदैन कि ओह तपाईँको सिट बेल्टहरूमा हाल्छ नि स्ट्र्याप ए हजुर हजुर त्यसको लागि त्यो भित्र पनि हामीले चाहिँ क्लाइम्बिङ रोप हाल्दैछ। ओ सुदीप ए एकछिन कि बस्ला त भयो छोडिदिउँ ठुलै मान्छे होला मुरी झर्नु टिङमा कसरी बस्नुहुन्छ? टिङमा यस्तो गरेर त होला होइन तल नि यस्तो खुट्टा ए हजुर फचक्कै बस्नुहोस् यो यसमै यो दोरीमा झुन्डिनुहोस् न ए खुट्टा छोड्नुहोस् खुट्टा छोड्नुहोस् यो चाहिँ ब्रेक रहेछ नि त है। ओ फाइनली आइपुग्यो। मजा आयो एकछिन बाद हुन्छ कताबाट भाटे त एउटा एकदमै मजा आयो गाइस। वाउ कतिको मजा आयो मजा आयो अरे मलाई यो ब्रेक राख्दाखेरि त झन्डै लडेको जस्तो भयो नि हौ दामी लाइटहरू लगाएर रहेछ यही तर पहिला चाहिँ एकदमै दामी थियो है। यसपालि चाहिँ चेरी चाहिँ अलिकति के भन्नु अब त्यो पानीले गर्दाखेरि चाहिँ कोपिला नै झरिदिइहालेछ हो कम्ती छ यस्तै चिया बगान। वाउ र साथीभाइ जिप लाइन चाहिँ एकदमै मजा आयो कि कति त्यस्तै 40 सेकेन्डको लागि हामीले नभनेको नि 400 पे गऱ्यो है। अब हुनु त अब एक्सपेन्सिभ नै हो केही छैन अब टुरिस्ट एरिया हो त्यो भएर अलिकति एक्सपेन्सिभ पनि भइहाल्छ। अरू बेला भए त अलिक कम्ती नै हुने थियो होला है र अहिले चाहिँ अब पिक टाइमिङ हो नि त यतिखेर चेरी ब्लोसम हुन्छ तिमीतार्कोमा तर यसपालि चेरी चाहिँ अलिकति कम्ती फुलेको छ त्यही हो। गएपछि तिमीतार्को चिया सर कस्तो छ? त्यस्तै छ अब यो चाहिँ तिमी यहाँ तिमीतार्कोकै दामी रहेछ है राम्रो रहेछ पुरा फ्लेभर आउँदो रहेछ यसमा। यो टिभीकै चियापत्ती तिमीकै तिम्बुर आज चाहिँ मेला लागिरहेछ फेस्टिभल हुनु आँटेको छ नि त त्यही भएर होला खाँदैन म त एनर्जी ड्रिङ्क मात्रै हो गाइस। केटाहरूले चाहिँ मलाई यहाँनिर एनर्जी ड्रिङ्क ल्याइदिएको छ है अब त्यही खानु गइरहेको छु। दिस इज द एनर्जी लेभल। वाउ भ्यू चाहिँ एकदमै दामी छ है साथीभाइ हो। छ्या यहाँनिर भातहरू खाएर जतासुकै फ्यालेको रहेछ हो हेर्नुहोस् न है भ्यू तलदेखिको ड्यामै छ तलदेखिको आमामा। एटलिस्ट यो मान्छेहरूले चाहिँ यहाँ आएर चाहिँ यस्तो चाहिँ नगर्नु पर्थ्यो है। तपाईँहरूको मैलाहरू चाहिँ तपाईँ आफै लानुहोस् है गाडीमा यस्तो चाहिँ नगरिदिनुहोस् है त। आफ्नो सिक्किम आफै सफा राख्नुपर्छ है। सो उपर चाहिँ दिदी बहिनीहरू पुरा डान्सहरू भइरहेको छ
आमा कति दामी जग्गाहरू हो खोइ कहाँ छ कञ्चनजङ्घा चाहिँ हाउडे कुरा नदै दामी भ्यू हो साथीभाइ हो माइन्ड रिफ्रेस भयो र आज चाहिँ हामी अलिकति ढिलो पनि भयो यहाँनिर नभनेको न हामी 2 बजीतिर आइपुगेको होला है तर हिँड्नु त हामी ढिलो हिँडेको त्यही माथि अब जामहरू थियो अलिअलि है गाडीमा आएको सो सबैको यहाँनिर पिकनिक भइरहेको छ आजको दिनमा ऊ तलतिर पनि मान्छेहरू बसिरहेको छ यहाँ तल के गर्नु सबै दामी नै छ हो चेरी ब्लोसमको टाइम पनि यही हो तर यतिखेर चाहिँ अस्तिको हाम्रो सिक्किममा चाहिँ डरलाग्दो पानी परेको थियो नि त त्यही पानी परेको कारणले गर्दाखेरि चाहिँ यो चेरीको डल्लै कोपिलाहरू चाहिँ पानीले झारिदिइहालेछ अन्त के गर्नु त्यस्तो राम्रो नै छैन आमा बाइकर्सहरूको हेर्नुहोस् न साउन्डहरू सुन्नु हुँदै होला तपाईँहरू अचम्मको देख्छ आजको दृश्यहरू आउँदाखेरि बाटोमा बहुत के राइडर्सहरूको चाहिँ अब एक्सिडेन्ट भइरहेको थियो तर त्यो चाहिँ अब लर्नर्सहरू थियो मोस्ट अफ चाहिँ अब के लेडी राइडरहरूको चाहिँ एक्सिडेन्ट भएको थियो है तपाईँहरू जो पनि अब लर्नर्सहरू हुनुहुन्छ बी केयरफुल है ठुलो बाटो छ तपाईँहरू बिस्तारै आउनुहोस् होला है आफ्नो ख्याल पनि गर्नुहोस् होला र तपाईँहरू आउनु पऱ्यो भने चाहिँ यहाँ माथि जुन चाहिँ तल आई लभ टिमिटी जुन चाहिँ मेन जङ्सन छ त्योभन्दा चाहिँ अलिकति 1 किलोमिटर जस्तो माथि आएर चाहिँ यो जग्गातिर चाहिँ अलिकति आमामा झन्डै क्र्यास भयो साथीभाइ हो थैट क्या गइदियो मान्छे झन् तपाईँहरूलाई देखाउनु चाहिँ अब उयो भयो नि त क्यामेरा यस्तो घुमेको भए चाहिँ दामी देख्थ्यो त्यो मान्छे झन्डै क्र्यास भएको र यहाँनिर चाहिँ दामी अब भ्यूहरू आउँछ नि त र के भन्नु बेसी त भन्नु केही छैन अब अहिले म तल गएर जक्सनमा देखाउँछु त्यहाँ कतिको चेरी है फुलेको छ है अन्त यहाँ तल बिचमा चाहिँ दामी छ चेरीहरू फुलिरहेको दामी देख्छ पहिला हामी आउँदाखेरि चाहिँ एकदमै दामी क्या अब हेर्दा पनि हुन्छ नि अब क्या नजाउँ घरै नजाउँ यहीँ बसिरहँ खालको जस्तो फिल हुँदै थियो तर यसपालि चाहिँ फुल चाहिँ कम्ती छ तर तपाईँहरूलाई फेरि पनि भन्नु चाहिँ है यो तपाईँहरू यहाँतिर बसेर है यसरी लन्चहरू गर्नुहुन्छ होइन र टाइम स्पेन्ड गर्नुहुन्छ आफ्नो फ्यामिलीसँग है यस्तोहरू खाएर जतासुकै नफालिदिनुहोस् है प्लास्टिकमा लगाएर तपाईँहरू आफ्नो गाडीमा लगेर डस्टबिनतिर हालिदिनुहोस् है त्यो अनुरोध गरिए मेरो सानो भिडियोबाट है र हाम्रो भाइ लो ब्याट्री हेरे त्यो चार्ज नै थिएन नि त यो जो बजाउनु यहाँ केटाहरूको यहाँ हुँदैछ हेलो के छ भन्नु आज सो गाइस यहाँनिर हामीले चाहिँ टक्कसँगले रिल्स पनि बनाइरहेका छौँ र हाम्रो ह्यान्डसम केटाहरू यहाँ चाहिँ के गरेको यो के गरेको यो चाहिँ भ्यू त दामी आउँदो रहेछ है केटाहरू पो ह्यान्डसम देख्दो रहेछ त आमा आज त के हो झन् माइक चाहिँ मेरो माइक चाहिँ यहाँ छ र मात्रै न त केटाहरूको अडियो चाहिँ खतरा क्याप्चर भएको है अब टाढोबाट चाहिँ अलिकति कस्तो सुनिरहेको होला है यहाँनिर टुरिस्टहरू पनि पुरा आइरहेको छ आजको दिनमा कताबाट हो जानुपर्ने चाहिँ मान्छे उभिरहेको आज चाहिँ हामी चाहिँ अब लोकल है किनभने यहाँ तिमी त भनिदेऊ न कहिले टिकट काटेर पसेको थियौ हामी अहिलेसम्म कहिले पनि हामी चाहिँ यो चोर बाटोबाट पस्थ्यो अरू बेला हो यस अब आज चाहिँ कर लागेछ जस्तो लाग्दैछ किन बन्द भएछ बाटो यहाँ हो के गर्नु पर्ने सो आजको दिनमा हामी काट्दिउँ टिकट है जो काट्दिउँ बेसी न बेसी कति रुपियाँ होला कम्ती होला 10 लाख त होला नि के हो आमा 10 लाख अरे वाउ बिग न बिग 50 रुपियाँ होला है आजको दिनमा दिइहालौँ न किनभने अब टुरिस्टहरू पुरा आइरहेको छ अब हामी एज अ लोकलहरूले नै अब त्यस्तो गऱ्यो भने होइन अब बाहिरबाट आउनेहरूले अब कस्तो गर्दा होला है मार्छ दामी रहेछ भ्यू तल जाने अहिले जानुपर्छ है गाइस जिप लाइनमा चाहिँ बहुत त्यो चाहिँ पुरै एक्सपेन्सिभ भएको नि त त्यो त होइन 400 त्यो विदिन 30 सेकेन्डमा चाहिँ अब हामी पल्लो पारी पुगिसक्यो होइन त्यतिमा त्यस्तै भइगयो आमा वाउ भ्यू अर्काको मिमिक्री नगर न
बिचारा बहिनीहरूको हल्का इमिटेसन कुन चाहिँ हो बाइक राइडरको क्लबहरू नै आएर चाहिँ कुन चाहिँ क्लब हो यो गाइस आज हेर्नुहोस् है आजको भिड एकदम आमामामाम र झिली र मिली छ है आज चाहिँ है आमामामा देउसी पनि खेलिहाल्छ भट्ट्याको याद छ कुकुर यो त पेटबुल होइन कि बोडाफोन हो यो म त जान्दिनँ है छेउमा जाँदिनँ भरे हात बङ्गै टोकिदिएन आई डोन्ट नो वाउ ला फाइटिङ हुन आँटेको छ गाइस यहाँनिर लास्ट हुन आँटेको ल बङ्करतिर लुकौँ हो साथीभाइ हो कहाँ गयो त्यो चाहिँ कहाँ गएको हामी वासरुम गएको होला त्यो सो गाइस यहाँनिर के हो कुनै अलार्म त बज्यो अलिकति डरसरी पनि भयो है ऊ माथि हेर्नुहोस् न आई लभ टिमिटी दामी छ सो के गर्नु अब यहाँ माथिको भ्यू हेर्नु जानुपर्छ तर पहिला चाहिँ दामी थियो सेरीको फुलहरू के को यो खासमा चाहिँ तिमीलाई याद छ कुन यो अँ अलर्ट गराएको अब पल्युसन भयो त्यो धुवा त्यसको यो अब जति काम गर्ने चाहिँ दिनको छुट्टी भएको ए काम गर्नेहरूको छुट्टी भएको यहाँ रहेछ हौ टोइलेटमा रहेछ यहाँ रहेछ त वासरुम गाइस बेला खालि यो मान्छे चाहिँ भिडियो अन गर्दाखेरि चाहिँ के भन्छ हौ टिकटहरू लु त हामी कतिजना छौ 5-8 5वटा टाउको कसरी हो दिदी लुक एउटा टाउको 40 अरे अब प्यारो दिदी रहेछ ल छ क्यास लु क्यास सर फोन नम्बर पनि दिएर आमा क्या हेन्डसम देख्दैको ल टिकट काट्नुपर्छ अरे यहाँनिर ओके हुन्छ ठिकै हो बखु लाउने बखु लगाएर घोडामा चढौँ न ल गाइस हामी चाहिँ यहाँ तिमी तार्कुको यो यहाँ लु केटाहरूको फन मुभमेन्ट हुन्छ यही हो क्याप्चर गर्नुपर्ने आमा आज त भिड आज चाहिँ सन्डे भएर होला यति साह्रो भिड है नत्र अरू बेला त्यस्तो हुँदैन किनभने सन्डे चाहिँ हलिडे हो नि त सबैको प्रायः सबै केटाहरू पनि आज गीत गाउनु अघि त्यही टिस्यु चोरेको खासमा चाहिँ यो पाण्डाको चाहिँ के काम हो यहाँनिर चाहिँ यहाँनिर चाहिँ अलिकति उयो देखा चिया बगानको त्यो देखाएको होला कि त्यस्तो के देखाएको होला एकदम दामी दृश्य यस छ्याउ तिमीहरू त्यो हरेक कुरा नगर्न यहाँ यस्तो दामी भ्यूहरू सो गाइस यो जग्गा बन्नेपछि चाहिँ म आएकै छुइनँ यो जग्गामा चाहिँ हुन त कत्तिकै पाइसक्यो तिमी चाहिँ यही जग्गा चाहिँ आइपुगेको छैन आमामा फोटो खिच्ने हो गिभ मी हक भनिरहेछ दिएन टिमिटी स्या इ घोडाको गु रिफ्रेसमेन्ट भनेको चाहिँ यही हो गाइस वाउ रिल्स बनाइरहेको है भ्लग गर्ने भ्लग गरिरहेको आफ्नो आफ्नो धुनमा छ सबैजना एकदम दामी सिसिटिभीहरू पनि छ है बदमासीहरू नगर्नुहोस् है तपाईँहरू यहाँ आएर चाहिँ ए चेरी ब्लोसम हाइसाला वाउ यो चाहिँ कोपिलाहरू सबै झरेर पत्ताहरू हुनु आँटेको थिएँ फुलिसकेको नि यो त
यो चाहिँ यस्तो भइसकेको छ है वाउ ब्याट्री पनि सक्नु आँटेको छ हो किनभने फोटो दामी देख्छ नि अब मेरो गोप्रोको चाहिँ ब्याट्री पनि सक्नु आँटेको छ हो अहिले चाहिँ एकछिनबाट फोनबाट आउँछ है भ्लगहरू म यहाँ रहेछु चिया खाने जग्गा वाउ कस्तो देख्छ फोटो खिच्नु त एउटा मोस्ट ह्यान्डसम के गरेको थियो यहाँनिर के गरेको होला अझुबा छ है हाम्रो केटाहरू चाहिँ के गर्छ सबै ब्याकग्राउन्ड यो चाहिँ दामी आउँछ है गाइस बोजूलाई डोकोमा हाङ्गेर चाहिँ अब है चियापत्तीको त्यहाँ चियापत्ती टिप्ने डोकोमा हाङ्गेर रिल्स चाहिँ यहाँ दामी हुँदो रहेछ नि है तिमीलाई सानो यो मान्छे आज भाइरल हुन्छ तिमीलाई सानो थाहा कुनै के अरे ए टिमिटी मेन जक्सन आई लभ टिमिटी भएको जग्गा है दामी दामी भ्यू हेर्नुहोस् त आमा वाह तर यो चेरी चाहिँ दामी फुलेको भए चाहिँ दामी देख्थ्यो नि त है के गर्नु बिचरा पानी परेर डल्लै कोपिला झरिदिइहालेछ है आकाशको भ्यूहरू हेर्नुहोस् है एकदमै दामी छ है साथीभाइ हो आउनुहोस् है त्यहाँबाट त गाउँ हो कहाँ गएको ला अर्काको घर गएको अब त्यहाँबाट गाउँ स्टार्ट भयो विशेष बोलेको घर कहाँ गएको यता हो जाउँ न अन्त ल बिमार छु पो भन्दै थियो मलाई होइन पुरा बिलोमा आइराख्यो कि सोधिरहेको छु भन्दै थियो मलाई टिकट काट्नुपर्छ विचार हेर्न जाउँ भने नजाने उँभो उँभो त ग्राउन्ड पुग्छ दामी रहेछ है ए ऊ यहाँ माथि जाउँ न त्यो आई लभ टिमिटी छ नि त्यहाँ उकालो जाउँ न त्यहाँ भ्यू दामी हुने रहेछ